हेलो गाइज, आज चाहिँ हाम्रो रुममा स्पेसल खाना पाक्दैछ। यो चाहिँ मैले टमाटर र प्याज काटिसकेको छु र खुर्सानी काट्दैछु अहिले। यहाँ देख्न सक्नुहुन्छ, यो चाहिँ दालको लागि प्याज र टमाटर हो भने यो चाहिँ मासुको लागि प्याज टमाटर खुर्सानी काट्दैछु मैले, देख्न सक्नुहुन्छ। अनि अरू तरकारी पनि प्रशस्तै छ, तर आज स्पेसल खानाको लागि हो। सलाद पनि काटिनेछ, पछि म सलाद काट्नेछु। र फाइनली अब मासु चाहिँ अब भुट्नु तयार भइसकेको छ। उल्टो भयो bisa untuk kardio na untuk kardio ini kardio lagi अब चाहिँ टमाटर प्याज खुर्सानी मासुमा हालिसकेका छौँ, हो कि नै? यस। अब कुकमेन चाहिँ दाइ हुनुहुन्छ, त्यही अनुभवी मान्छे हुनुहुन्छ। र फाइनली गाइज अब मासु भात दाल पाकिसकेको छ। राम्रो मान्छेले खाना पकाएपछि खाना भन्छ नराम्रो हुने कुरै भएन, राम्रो टेस्टी बनेको जस्तो लागिरहेको छ। हाम्रो बबाल हुनेवाला छ मासु भात दाल। आज रुममा बस्न लागेको थियो, आज पहिलो दिन खाएको, फर्स्ट दिन मासु भात। गर त टेस्ट मासु जाना लगेर गाइज मासु टेस्ट गर्न गइरहेको छु म, कस्तो भइरहेको छ है मासु। बबाल छ बबाल, नुन कम छ उता, अरू बबाल छ बस्न। हल्का नुन हल्का, अरू बबाल छ मासु। अच्छा अहिले हुन्छ होला सायद, बबाल भइरहेछ। दाल पाकिसक्यो, पारी छ दाल, बस भात। अब सलाद खान गइरहेका छौँ हामीले, सलाद। अब न साथीहरू, अब मासु भात दाल पाकेर रेडी भइसक्यो। अब हामी चाहिँ सलाद काट्न गइरहेका छौँ, काँक्रो काट्न। सलाद पनि खानु पऱ्यो नि त, भात दाल मासुसँग सलाद सबै मिलाएर। टक्क सलाद भात मासु खाना चाहिँ खानुपर्छ क्या। खाँदाखेरि चाहिँ लोभ मान्ने यताउता होइन, खाना चाहिँ कन्जुस गर्नु हुन्न कि। खान्छ अब 2 दिनको जिन्दगानी हो, मिठो मिठो खाएरै आज भोलि सँगसँगै थाहा आएन, बचुन्जेल खाने हो, यस्तै हो। र कसरत पनि भइसक्यो, खै देखाइदिउँ त बस। यति भएपछि त्यहाँ पुग्छ है। ल भात पनि रेडी भइसकेको छ साथीहरू होइन। हेर्नुहोस् भात त मासु होइन, मासु रेडी त भइसक्यो। दाल ल
दाल बने ठिकै जस अब हेर्नुहोस् अब टक्कर आएर भातदेखि हाल्न सुरु गर्छु स्टार्ट गर्छु म गाइज फाइनली अब खाना चाहिँ हाम्रो सुरु भइसकेको छ होइन हेर्नुहोस् दाल भात मासु सलाद टक्क अब कस्तो टेस्टी ठिक छ होइन ल बवाल छ हेर्नुहोस् बवाल छ है ल यति नै आवाज हाम्रो यति होला बाई साथीहरू बाई अर्कोचोटि भेटै गरौँला फेरि पनि